हेलो गाइस दर्शन नमस्कार अनि यो शुभरात्रि भन्न चाहन्छु सुत्ने बेला हो हैन हामी चाहिँ फेरि यो बेलामा के त मासु र ढेँडो पकाएर खाएर कोदा ढेँडो खाने इच्छा भएर अनि सुन्नुहोस् न यहाँनिर चाहिँ मेरो एउटा असल छोरी छ पढ्न भने चाहिँ एकदम ट्यालेन्ट हैन अनि हामी चाहिँ यहाँ साँच्चीकै अहिले ढेँडो खान लागेर छ एकदम साधारण साग बनाएको छौँ रेडिस छ हैन अनि के हो मेथीको अचार लिएर त छ फ्रिजबाट झिकेर त्यो पनि ल्याऊ न खाने हो नि त अनि हामीले चाहिँ के छ हाम्रो यहाँ रेडिस होइन अब कुकुम्बर अनि के हो त्यो सब्जी चाहिँ होइन साग हामीले भेजिटेबलमा चाहिँ साग बनाएको छौँ अनि कुखुरा मासु बनाएको छौँ चिकन काडे यहाँ होइन अनि मेरो छोरी चाहिँ अब ढेँडो नखाने क्या हेर्छौ नि त्यहाँ फ्यालेको देख्छौ अनि हामी चाहिँ यो खानाको लागि चाहिँ तयार भएको छौँ पक्कै पनि यहाँलाई पनि नेपाली फुड मन पर्छ होला जस्तो लाग्छ हामीले चाहिँ खाएर यसलाई इन्जोय गर्नेछौँ तपाईँहरूले पनि खाना खानुभयो होला भनेर हामी अपेक्षा गर्दछौँ है त थ्याङ्क यू सो मच